प्रकृतिको काखमा सजिएको पर्वत जिल्ला, जहाँका नागरिकको स्वास्थ्यको भरोसा बनेर उभिएको छ प्रदेश अस्पताल पर्वत। आज यो अस्पताल उपचार केन्द्रका रूपमा मात्रै नरहेर एउटा शान्त र मनोरम गन्तव्य पनि बनेको छ। प्रवेशद्वारमै स्वागत गरिरहेको भगवान बुद्धको यो शान्त स्वरूप, कलकल झरिरहेको ढुङ्गे धाराको पानी र रङ्गीचङ्गी फुलहरूले सजिएको यो सुन्दर बाटिका, लाग्छ यहाँको हावामै एउटा बेग्लै ऊर्जा छ, जसले अस्पताल आउने बिरामीको आधा पीडा त दृश्य हेर्दैमा कम गरिदिन्छ। यो सुन्दर परिवर्तनको पछाडि एउटा संस्थाको जन्मभूमिप्रतिको अगाध प्रेम र एउटा महान अभियान लुकेको छ। यो कथा सुरु हुन्छ विक्रम सम्वत 2074 को असोज महिनाबाट। विश्वका विभिन्न कुनामा छरिएर रहेका पर्वतेहरूलाई एउटै सूत्रमा बाँध्न काठमाडौँमा एउटा ऐतिहासिक भेला भयो, जसले अन्तर्राष्ट्रिय पर्वत समाजको जग बसाल्यो। संस्थापक अध्यक्ष पूरन गिरीको नेतृत्वमा सुरु भएको यो अभियानको एउटै सपना थियो, जहाँ भए पनि आफ्नो माटोका लागि केही गर्ने। अन्तर्राष्ट्रिय पर्वत समाजले एउटा दीर्घकालीन सधैँभरि चाहिँ देखिने गरी एउटा काम गर्यो। हामीले सधैँ काम गऱ्यौँ। कस्तो काम गऱ्यौँ भन्दा एकदमै क्षणिक देखिने कामहरू मात्रै भए, जुन चाहिँ एम्बुलेन्स दियौँ, सबबाइन दियौँ, सबै कुराहरू दियौँ, र ती कुराहरू चाहिँ रहेनन् सधैँको लागि। यो चाहिँ सधैँ जीवित रहने गरी आज चाहिँ पर्वत सौन्दर्यकरण हस्पिटललाई सौन्दर्यकरण गर्न पाएकोमा र यसको परियोजनाको प्रमुख भएर जुन चाहिँ काम गर्ने मौका पनि पाएँ मैले, त्यसको लागि पनि म चाहिँ अन्तर्राष्ट्रिय पर्वत समाजलाई धन्यवाद दिन चाहन्छु। 13 देशबाट सुरु भएको यो सञ्जालले कोभिडको महामारी होस् या प्राकृतिक विपत्ति, हरपल पर्वतवासीको घाउमा मलहम लगाउने काम गर्दै आइरहेको छ। स्वास्थ्य र शिक्षालाई प्राथमिकतामा राखेको यो समाज आज ग्लोबल पर्वत समाजको नयाँ पहिचानका साथ अघि बढिरहेको छ। अस्पतालका तत्कालीन अध्यक्ष शङ्कर गिरी सन् 2023 मा दुबईमा आयोजना भएको अन्तर्राष्ट्रिय पर्वत समाजको एक भेलामा सहभागी हुनुभयो, जहाँ उहाँले जिल्लाकै पुरानो, ठुलो, विश्वासिलो र धेरै नागरिकलाई सेवा दिइरहेको अस्पताललाई सुन्दर बनाउने योजना प्रस्ताव गर्नुभयो। यसले चाहिँ जसरी चाहिँ पर्वत अस्पताललाई एउटा नमुना अस्पताल बनाउनको निम्ति होइन, यसलाई हराभरा बनाउनको निम्ति, अनि यहाँ बिरामी भएर आउँदै गर्दा भित्र अस्पतालभित्र छिर्दै गर्दाखेरि चाहिँ यो गार्डन होस् होइन, अनि झरना होस् अथवा ढुङ्गे धारा होस्, पत्ती चालेहरू 9-9वटा त हामीले चौतारी पनि बनाएका छौँ होइन। अरू मन्दिर भयो चाहिँ बुद्धको मूर्ति, अनि चाहिँ खुला जिम, चिल्ड्रेन पार्क, यी सबै धेरै कुराहरूले गर्दाखेरि अहिले अस्पताललाई भित्र छिर्दै गर्दाखेरि उहाँहरूको मनोविज्ञानै अलि फरक तरिकाले हामीले उपचार गर्न आउने यस्तो राम्रो। अनि समाजको सन् 2023-25 कार्यकालका अध्यक्ष गुणराज शर्माको नेतृत्वमा यसका अभियानहरू सञ्चालनको योजना बन्यो। हामी आज मात्रै पर्वत हस्पिटलभित्र एउटा सौन्दर्यीकरण परियोजना अन्तर्गत एउटा परियोजना हामीले सम्पन्न गरेर हस्तान्तरण गरेका छौँ, र हामी यसरी नै यो सामाजिक काममा हामी जोडिने प्रयासमा छौँ। र त्यो सँगसँगै अन्तर्राष्ट्रिय पर्वत समाजको यो 8औं वर्ष पुरा हुँदै गर्दाखेरि अब हामी यो सामाजिक काम सँगसँगै पनि लगानीका बारेमा पनि हामी विशेष छलफल गरिरहेका छौँ। नाफामूलक लगानी गरेर यहाँ रोजगार पनि सिर्जना होस् र लगानीकर्ताले पनि त्यही लगानीको लाभ प्राप्त गर्ने खालका धेरै सम्भावनाहरू छन्, त्यसतिर पनि हामी अगाडि बढिरहेका छौँ। प्रस्ताव त आयो, तर करिब 40 लाख रुपियाँको लागत जुट्नु चान्चुने कुरा थिएन। यही सपना साकार पार्न बेल्जियमको लुबेन सहरमा एउटा विशेष च्यारिटी कार्यक्रम आयोजना गरियो। प्रमुख संरक्षक झलक केसीको संयोजकत्वमा भएको उक्त कार्यक्रम सफल पार्न अभियन्ता तथा सल्लाहकारहरू खड्कबहादुर केसी, बालेन्द्र गुरुङ, भीम जोशी रोशन, महासचिव प्रकाश पौडेल, संरक्षक सुभाष जोशी, कृष्ण तिवारी तथा पर्वत समाज बेल्जियम लगायतको उल्लेखनीय भूमिका रह्यो। आर्थिक अभियानका लागि आयोजना भएको च्यारिटी कार्यक्रम पर्वत समाज बेल्जियमको व्यवस्थापनमा सम्पन्न भयो।
समाजको परिवारले अन्तस्करणबाट गरेको सहयोगले नै सपना साकार हुने बाटोमा लम्कियो। त्यति मात्र होइन, विश्वभर रहेका पर्वतली संस्थाहरूको पनि उस्तै सक्रियता यो अभियानमा रह्यो। यस परियोजना सम्पन्न गर्नको लागि 205 जना सहयोगदाताहरूले सहयोग गर्नुभएको छ। उहाँहरूलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। र यो परियोजनाको परिकल्पना भन्नुपर्छ बेल्जियमको च्यारिटी कार्यक्रम हो। त्यो च्यारिटी कार्यक्रममा संयोजकीय भूमिका निर्वाह गर्ने सम्पूर्ण अग्रजवर्ती पनि धन्यवाद दिन चाहन्छु। नतिजा स्वरूप नेपालभरका 205 जना मनकारी दाताहरू र संस्थाहरूको सहयोगबाट यो बृहत परियोजनाका लागि आवश्यक रकम जुट्यो। पर्वत बागलुङ र म्याग्दीका नागरिकको विश्वास जितेको यस अस्पतालमा अब बिरामीहरूका लागि मात्र होइन, कुरुवा र बालबालिकाका लागि पनि उपयुक्त वातावरण तयार भएको छ। पर्वत जिल्लामा जन्मिएर विश्वभर छरिरहनुभएका पर्वती दाजुभाइ दिदीबहिनीहरू यो ठाउँको लागि हामी जन्म भएका हिजोदेखि नै निरन्तर घुममा जोडिँदै आउनुभएको छ। हामीले शिक्षा, स्वास्थ्य, दैवी प्रकृति लगायतका क्षेत्रमा त काम गरिरहेकै थियौँ र अहिले यो दीर्घकालीन योजना अन्तर्गत अहिले अस्पताल सौन्दर्यीकरण परियोजना। खुल्ला आकाश मुनिको जिमखाना र बाल उद्यानले अस्पताललाई एउटा सामुदायिक पार्कको जस्तै स्वरूप दिएको छ। अन्तर्राष्ट्रिय पर्वत समाजले प्रदेश अस्पताल पर्वतलाई जुन सौन्दर्यकरणको लागि जुन 1 वर्ष अगाडिदेखि जुन पहल गर्नुभयो र जुन आज हस्तान्तरण गर्नुभएको छ, विभिन्न ठाउँहरूमा अस्पतालमा जीर्ण रहेको मन्दिरको पुनर्निर्माण गर्नुभएको छ। अनि त्यसपछि वृक्षारोपण गरेर चाहिँ सौन्दर्यकरण गर्नुभएको छ, गार्डनहरू बनाउनु भएको छ, प्रतीक्षालयहरू बनाउनु भएको छ र विभिन्न बिरुवाहरू रोपेर त्यसलाई सौन्दर्यकरण बनाउनु भएको छ, प्रतीक्षालयहरू बनाउनु भएको छ। यसको संरक्षणको लागि हामीले 2 महिना अगाडिदेखि नै बिरुवाहरूको लागि राख्ने, पानी राख्ने, गोडमेल गर्नको लागि भनेर एउटा मालीले हामीले भर्ना गरिसकेका छौँ। सौन्दर्यकरण परियोजना सम्पन्न गर्नका लागि संस्थापक अध्यक्ष पुरन गिरी सहित सदस्य सचिव कमल लामिछाने, नेपाल संयोजक मुना भुषाल लगायतको सपनाले आज मूर्त रूप पाएको छ। प्रदेश अस्पताललाई सौन्दर्यीकरण परियोजना अन्तर्गत जुन सहयोग गरेर यो सौन्दर्यीकरणमा सहयोग गरिरहनु भएको छ, यो प्रति प्रदेश अस्पताल पर्वत हार्दिक कृतज्ञता ज्ञापन गर्दछु। सर्वप्रथम